हेलो नमस्कार साथीहरु, वेलकम टु माई युट्युब च्यानल। आज म यस भिडियो मार्फत तपाईहरु कुनै पनि भिडियोको आफ्नो क्याटेगोरी सजिलै पत्ता लगाउने तरिका सिकाउन गइरहेको छु। त्यसको लागि आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर खोल्नु पर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ, मैले जस्ट यसमा टच गरे, त्यसपछि यस्तो इन्टरफेस खुल्छ साथीहरु। सर्च भन्ने अप्सन आयो, जस्ट यसमा क्लिक गर्नुहोस् र च्याट जीपीटी भनेर सर्च गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्यो साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ, ओपन एआई भनेर आएको छ, यसलाई न टच गर्नुहोस्। फेरि ओपन एआई भनेर आएको छ, यसलाई न टच गर्नुहोस्। र तल हेर्न सक्नुहुन्छ chatgpt.com च्याट जीपीटी भनेर आएको छ, हो यसलाई चाहिँ टच गर्नुहोस्। यसमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ साथीहरु। म जस्ट यसमा क्लिक गरे, त्यसपछि यस्तो इन्टरफेस खुलेर आयो साथीहरु। व्हाट क्यान आई हेल्प विथ भनेर आएको छ र यहाँ च्याट गर्ने अप्सन पनि आएको छ। हो अब यसरी नै च्याट गरेर आफ्नो भिडियोको क्याटेगोरी पत्ता लगाउन सक्नुहुन्छ साथीहरु। मैले जस्ट यसमा च्याट गरे, कुकिङ भिडियो बिलोङ टु व्हिच क्याटेगोरी भनेर मैले च्याट गर्छु साथीहरु। त्यसपछि च्याट गरिसकेपछि उताबाट छिटै नै रिप्लाई आउँछ, हाम्रो भिडियो कुन क्याटेगोरीमा पर्छ भनेर। मैले यहाँ हेर्न सक्नुहुन्छ, मैले लेखेर भ्याइसके र अब एरोमा क्लिक गरे। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, सजिलै रिप्लाई आइसकेको छ उताबाट पनि। कुकिङ भिडियो अन युट्युब टाइपिकली फल अन्डर द फूड और हाउ टु एन्ड स्टाइल क्याटेगोरी। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, सजिलै रिप्लाई आइसकेको छ। तपाईहरु पनि यसरी नै च्याट जीपीटी बाट कुनै पनि भिडियोको क्याटेगोरी पत्ता लगाउन सक्नुहुन्छ। हस्त धन्यवाद साथीहरु। कीप वाचिङ एन्ड सपोर्टिङ। See you in the next video.